गाइजहरु आज हामी कहाँ जान लाग्छ मलाई गाइजहरु भनिदिनुस् त अंकिता दिदीको बर्थडे आज बर्थडे मनाउनको लागि के रे कुइनेटीको फुलबारीमा जान लागेछौं अहिले अगाडि देखाउँदै म अहिले झ्याङो दम्दाखेरि कुइनेटी पार्कमा जाँदैछौँ हामीहरु के रे बर्थडे मनाउनको लागि अहिले बाटोमा छौं हामी अब एकछिन पछि पुगिहाल्छौं अनि बर्थडे गर्ल फेरि पछाडी कारमा आउन लाउनु पर्छ सर अनि हामी हेर्नु कोही चस्मा लगाहान कोही सल ओढेहान कोही मेड्डी लगाहान साइकल चलाउन मिलेन भनेर मेड्डी सह देखान कोहीको सल ल अहिले हामीहरु अब नहर पुग्दैछौं अहिले पछि गएर वहाँ पुगेपछि अलिकति भिडियो बनाउँछौं अहिले बाइ बाइ टाटा हामीहरु अब स्कुल नजिक पुगिसकेका छौं अब बाटोमा हिँड्दैछौं चस्मावाली धन्नै दुईटी मोटी मोटी कुण्डल बसेन साइकलमा धन्नै नाला भित्र पसिसके थिए को हो र मेड्डीवालीलाई मेड्डीले वहाँ धन्नै नाला भित्र पुर्याएको थियो कता कहीँ मेड्डीवाली खै वहाँ आउँदैछ ल अहिले पछि गराउँछौँ है अरू कुराकानी हामीहरु हिँड्दैछौँ अब स्कुल आइपुगिसकेछ बाप्रे यहाँ त गाउँसाउँ सुकेर कस्तो भइरहेछ यहाँ त ओहो बाटो पनि खाल्टा खुल्टी छ क्यारी जाने हो घर अब आइसक्यौँ है हामीहरु गाइजहरु बाटो पनि कति नराम्रो रहेछ कि यहाँ खाल्टा खुल्टी हो भाइ पुगिसकिछौँ है हामीहरु स्कुलतिर आइसक्यौँ अब कति राम्रो फुल हामी अब स्कुलसम्म पुगिसक्यौँ मैले पहिलोचोटि देख्दैछु यो स्कुल कता हो स्कुल आइसक्यो अब स्कुल अब पिच बाटो आयो मल्ल मजासँग कता हो जाने अब स्कुल कुइनेटीको के कुन स्कुल हो अरे हो विद्या ज्योति हो क्या विश्वज्योति रहेछ विश्वज्योति खै त कहाँ हो त नि हामी अब पुगिसक्यौँ है अब त्यो कुइनेटीको पार्कमा पुगिसक्यौँ अब कुइनेटी आइसक्यौँ हामीहरु आज बर्थडे गर्लमा टिकटक बनाउँदैछन् आफ्नै पारामा अब हामीहरु आइसक्यौँ अब बर्थडे गर्लहरु त्यहाँ बसिरहन हामीलाई कुरेर हामी अब कुइनेटीको पार्कमा पुगिसक्यौँ अब हामी भित्र प्रवेश गर्दैछौँ हामीहरु बर्थडे गर्लकी छोरी बर्थडे गर्लको सासु आमा बर्थडे गर्लले वहाँ ढोका खोल्न लाउनु छ है हामी अब भित्र प्रवेश गर्न लागेका छौँ हाम्रो आयो कुइनेटीको पार्क यस्तो हरियाली छ कि यो पार्कमा आहा पार्कमा आएपछि छुट्टै आनन्द रहेछ त वायो कटेरो ए यहाँ हामीहरु खानको लागि व्यवस्था गरेर आएका छौँ डीजे पनि लिएर आएका छौँ हामीले सब बस्ने कुरा सब बन्दोबस्त उहाँले चाहिँ के रे जाडको किल्टी बोक्नु आज खाएर हामीहरु अब बस्ने ठाउँमा पुगिसक्यौँ है हामीहरु बस्न तयारी गर्दैछौँ अब टिकटकमा बनाउनु ल हेर्नुस् यस्तो छ हाम्रो अवस्था हामी जंगलमा आउने अवस्था भइरहेको हामी बस्न लागेका छौँ है हेर्नुस् यस्तो छ दर्शकहरु हेर्नुस् ल हेर्नुस् अब हामीहरु चटपटेहरु पानीपुरी अनि चिसोहरु सबैको व्यवस्था गरिरहेको छौँ हामीहरु अब सब सामान निकाल्दै छौँ यही खानको लागि भयो भने हामी जंगलमा आएको है स्पेशल हो किल्टी भित्र के पनि छ केक आयो दाइ आउनु भयो के रे चाउमिन लिएर बर्थडे गर्लको लागि सबैको लागि कुकुर पनि आएको हेर्नु गाइजहरु बिचरा कुकुरलाई देखेर टिट लागेर मैले पानीपुरी बियर जाउन गएका गंगा कुकुरहरु डाड देखाउ न डाडको झोल
अब चाहिँ हामीले चटपटे बनाउनको लागि सुरु गरिसकेका छौँ। चटपटे बनाउने मेन ऊ है रेसिपी जान्नेवाला। अनि यहाँ चाउमिन अनि चटपटे बनाउने सामानहरू, पानीपुरीहरू, अनि यो केक छ। चटपटे वाली पानीपुरीको झोल वाली लागि सुरु गर्दैछौँ हामीहरू। सब केक आयो, केक ल चाउमिन खोलौँ न। चटपटे पानीपुरीको पानी, यहाँ छ चाउमिनहरू, अनि यहाँ चिसो छ। गाइज हाम्रो चाहिँ खानेकुराको लागि रेडी भइसकेको छ है फाइनली। गाइज हाम्रो चाहिँ यो बर्थडेको लागि रेडी। अब चाहिँ हामी बर्थडे सेलिब्रेसन गर्छौँ अनि एकछिनमा खान्छौँ। बर्थडे गर्ल। ल अब सुरु गरौँ। अब हामी बर्थडे सेलिब्रेट गर्न लागिरहेको बोले कि नै भन्ने नि थाहा भएन कि। केही पनि देखिन्न गाइजहरू, हेर्नुहोस्, हेर्न सक्नुहुन्छ हाम्रो यहाँ दुनिया छ। बर्थडे सेलिब्रेट गर्न लागेका छौँ है। कताको स्प्रे हेर्न थर्नु है पुरा आगो लाग्छ फेरि अहिले। ल हाम्रो यहाँ स्प्रे जलाउन नै गाह्रो भइसक्यो अवस्था। कोले फुक्दिन्छ कि फुकिहाल्छ कि हावा यत्रो हो माथि भगवानले फुकिरहेको। आज धेरै यो छोडिदिन्छ र अहिले मेरो लुगा जलाइदिन्छ आज म थाहा पाएँ। पनि केही हुन्न अहिले। त्यो त्यहाँ सकिएको कि बुढो चियाले के हाम्रो त्यो के अरे झिरझिरे बलिराखेको छैन। मलाई नजलाइदिनु, म एकदम डर मान्छु। ए नानी उता त हाम्रो चाहिँ बर्थडे स्टार्ट हुँदैछ। अब केक कटिङ हुँदैछ। Happy birthday to you. Happy birthday to you. केक कटिङ हुँदैछ है बुढो दाइले। अब दिदीलाई खुवाइदिनु लाउनु भएको छ केक। अब दाइले चाहिँ बर्थडे गिफ्ट के ल्याउनु भएको छ है। अब सरप्राइज हुन सक्छ। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु डियर दिदी। दाइ गिफ्ट के हो? गिफ्ट गिफ्ट त यति भागी पनि हुँदो रहेछ। दाइले त 30 लाखको घर उपहार दिनु भएको छ। ल छिटो खुट्टामा केको बेचन राख्नु श्रीमानलाई ढोक गर्नको लागि। ओ ल बधाई छ। 40 वर्षको बर्थडे हुनुभयो। सोचे जस्तो के भएन।